यसरी हाम्रो बीचमा फास्टेट अचिभ गर्नुभएको छ। सम्पूर्ण साथीहरूलाई अनम्युट गर्नको लागि पुरै मौका छ। अनम्युट गरेर आफ्नो उत्साहलाई व्यक्त गर्न सक्नुहुनेछ। तपाईहरुको जोरदार तालीको बीचमा म पर्दा खोल्दै छु। और फास्टेट अचिभर, please put hand together for a fasted achiever. She is Mrs. Lakshmi Thapa Khadkaju. Many congratulations, Mrs. Lakshmi Thapa Khadkaju. Many congratulations, ma'am. Thank you very much. Vestige Global Healthy Living Nepal and Vestige विजयपथको तर्फबाट मिसेस लक्ष्मी थापा खड्काजुलाई धेरै बधाई छ। लक्ष्मीजी अहिले उपस्थित हुनुहुन्छ भने प्लिज अनम्युट राख्न सक्नुहुनेछ। मैले बाँकी सबैलाई म्युट गरेको छु, आफूलाई अनम्युट राख्न सक्नुहुनेछ। माइकमा यसो दबाइदिनु होला, अनम्युट गरेर राख्न सक्नुहुनेछ र आफ्नो परिचय दिन सक्नुहुनेछ। कहाँबाट बोल्दै हुनुहुन्छ, हेल्दी लिभिङको प्लेटफर्ममा कहिले आउनुभयो र हेल्दी लिभिङको प्लेटफर्ममा आइसकेपछि यदि तपाईसँग केही अनुभव छ भने त्यसलाई पनि शेयर गर्न सक्नुहुन्छ, अथवा के प्रोडक्ट्सहरु प्रयोग गर्नु भएको छ भने त्यसको पनि अनुभव शेयर गर्न सक्नुहुनेछ। 10 सेकेन्डको लागि तपाईलाई हामीले वेट गरिरहेछौं। मिसेस लक्ष्मी थापा खड्काज्यू, सायद उहाँ हुनुहुन्न होला, अब मलाई खोज्न पनि मुस्किलै छ। समयमा उपस्थित हुनु भएन, केही छैन, सुन्नु भयो। अब ब्रोन्ज डाइरेक्टर्समा उहाँले मौका पाउनुहुनेछ। त्यस्तै हाम्रो बीचमा नेक्स्ट अचिभर हुन्छ। तपाईको जोरदार तालीको म पर्दा खोल्दै छु। कृपा भण्डारी ज्यूले केही भन्दै हुनुहुन्छ? यस कृपा ज्यू, मिस लक्ष्मी खड्का अनलाइन हुनुहुन्न? सर म्युट भएको छ हजुरको। ओके, थ्यांक यू भेरी मच। लक्ष्मीज्यू अहिले उपस्थित हुनुहुन्न भनेर कृपा भण्डारीज्यूले भनिसक्नु भएको छ। थ्यांक यू भेरी मच। केही छैन, उहाँलाई यो सेलिब्रेसन युट्युबको माध्यमबाट अवश्य प्राप्त हुनेछ। त्यस्तै हाम्रो बीचमा नेक्स्ट फास्टेड अचिभर हुनुहुन्छ। तपाईहरुको जोरदार तालीको बीचमा म पर्दा खोल्दै छु। आवर नेक्स्ट अचिभर मिसेस पवित्रा मगरज्यू। Many congratulations, Mrs. Pavitra Magarji. Many congratulations. Thank you very much. पवित्रा मगरज्यू यदि उपस्थित हुनुहुन्छ भने प्लिज अनम्युट गर्न सक्नुहुनेछ। विष्णुज्यूले अनम्युट गर्नुभएको छ, उहाँ नै हुनुहुन्छ कि? यस, यदि हजुर नै हुनुहुन्छ भने कहाँबाट बोल्दै हुनुहुन्छ र आफ्नो अनुभव शेयर गर्न सक्नुहुन्छ? हुनुहुन्न जस्तो लाग्यो। ओके, विष्णुज्यू हो? ओके, त्यस्तै हाम्रो बीचमा नेक्स्ट अचिभर हुनुहुन्छ। तपाईहरुको जोरदार तालीको बीचमा म फेरि पनि पर्दा खोल्दै छु। आवर नेक्स्ट फास्टेड अचिभर मिसेस पंचमाया तामाङज्यू। Many congratulations, Mrs. Many congratulations, ma'am. बधाई छ हजुरलाई। Thank you very much. पंचमाया तामाङज्यू पनि यदि उपस्थित हुनुहुन्छ भने प्लिज अनम्युट गर्नु होला। अगाडि माइक छ, त्यो माइकलाई अहिले काटिएको होला, त्यसलाई एकपटक छोइदिनु। जम्मा एकपटक मात्र छोइदिनु भयो भने त्यो अन हुन्छ। त्यसपछि फेरि तपाईले आफ्नो कुरालाई राख्न सक्नुहुन्छ। तपाई कहाँबाट हुनुहुन्छ, हेल्दी लिभिङमा कहिले आउनुभयो, अहिले के गर्दै हुनुहुन्छ, आफ्नो यो परिचय यति दिन सक्नुहुन्छ। केही प्रोडक्ट्सहरु प्रयोग गर्नु भएको छ भने त्यसको बारेमा पनि अलिकति जानकारी दिन सक्नुहुनेछ। तर उहाँ समयमा उपस्थित हुनु भएन। त त्यस्तै हाम्रो बीचमा नेक्स्ट फास्टेड अचिभर हुनुहुन्छ। तपाईहरुको जोरदार तालीको बीचमा म पर्दा खोल्दै छु। आवर नेक्स्ट फास्टेड अचिभर मिसेस ईश्वरी, मिस्टर एन्ड मिसेस ईश्वरी बस्नेतज्यू। Many congratulations.
थ्याङ्क यू भेरी मच। ईश्वरीज्यू पनि यदि उपस्थित हुनुहुन्छ भने प्लिज अनम्युट गर्नु होला, ध्यान राख्नु होला समय कम छ, समय अभावको कारणले मैले बोल्दा बोल्दै जसले पनि अनम्युट गर्नुभयो उहाँले मौका पाउनुहुन्छ। अदरवाइज तपाईँले फेरि आफ्नो सेलिब्रेसनलाई केवल युट्युबमा हेर्न सक्नुहुनेछ। तपाईँका आफ्नो शब्दलाई चाहिँ फेरि ब्रोन्ज डाइरेक्टरको लागि प्रतीक्षा गर्नुपर्ने हुन्छ। सो मैले आह्वान गर्दा गर्दै यदि अनम्युट गर्न सक्नुभयो भने कृपया अनम्युट गर्नुहोला, बाँकी सबैलाई मैले म्युट गरेको हुन्छु। त्यस्तै हाम्रो बिचमा नेक्स्ट एचिभर हुन्छ, तपाईँहरूको जोरदार तालीको बिचमा म पर्दा खोल्दैछु। आवर नेक्स्ट फास्ट एड एचिभर मिसेस सुनिता माया घलेज्यू। मेनी मेनी कङ्ग्रेचुलेसन सुनिता धेरै धेरै बधाई थ्याङ्क यू। सुनिताज्यू यदि उपस्थित हुनुहुन्छ भने प्लिज अनम्युट गर्नुहोला। सुनिता माया घलेज्यू यदि उहाँ पनि उपस्थित हुनुहुन्छ भने मीना श्रेष्ठज्यूले अनम्युट गर्नुभएको छ, सायद उहाँको डाउनलाइन हुनुहुन्छ होला। हजुर सर, गुड मर्निङ, नमस्ते सम्पूर्ण सर म्यामहरूलाई। म चाहिँ सुनिता म्यामकै अपलाइन हो। उहाँको चाहिँ यो जुममा आउनै मिलेको छैन भन्दै हुनुहुन्थ्यो सर, मिलाउनै सकिएन, त्यही भएर उहाँ हुनुहुन्न। ओके, बाँकी मिलाउने कोसिस गर्नु होला। जहिले पनि ध्यान राख्नु है, कसैलाई पनि जोइन गर्नु भएको छ, जोइन गरेको साथमा 2-3 चिज कहिले पनि नभुल्नु। नम्बर 1, जुम डाउनलोड गराउने। जुम डाउनलोड मात्र गराउने होइन, एकपटक लिङ्कमा क्लिक गरेर खोलेर देखाइदिने पुरा, किनकि त्यसमा एलाउ गर्नुपर्ने हुन्छ, एलाउ गर्नुपर्ने हुन्छ, माइकको लागि एलाउ गर्नुपर्ने हुन्छ, भिडियो खोलेर देखाइदिनु भिडियोको लागि एलाउ गर्नुपर्ने हुन्छ। त यो सम्पूर्ण एकपटक गरेर फेरि साथमा बचेको समयमा तपाईँले वेस्टी बेपतको यो भिडियो हेर्नु भनेर त्यसको पनि लिङ्क दिनु हैन। सबै थोक गरेर मिलाइदिएको सर। एक दुई दिन त बस्नु पनि भएको थियो, बच्चाहरूले चलाइदिएर त्यो जुमै छैन भन्नुभयो। अस्ति बस्नु न एकछिन डाउनलोड गर्नु पर्यो भनेको, पछि मिलाउला भन्ने कुरा गर्नुभयो। तैपनि गरिदिनु होला, केही छैन। र जोइन गरेको व्यक्तिलाई वेस्टिज विजयपथसँग पनि कनेक्ट गर्ने कोसिस गर्नुभयो भने बेटर हुन्छ, किनकि यो बिजनेसमा चार्ज जरुरी हुन्छ। त वेस्टिज विजयपथले चार्ज गर्नको लागि मद्दत गरेको हुन्छ। त्यस्तै हाम्रो बिचमा नेक्स्ट फास्ट एड एचिभर हुनुहुन्छ, तपाईँहरूको जोरदार तालीको बिचमा म पर्दा खोल्दैछु। आवर नेक्स्ट फास्ट एड एचिभर मिस सायरा श्रेष्ठज्यू। मेनी मेनी कङ्ग्रेचुलेसन मिस सायरा श्रेष्ठ। मेनी कङ्ग्रेचुलेसन। हजुर नमस्कार, सायराको पनि मै हो, सायरा। ओके, सायरा मै हो। अब मै भनेर हुँदैन, तपाईँले उनीहरूको साँडो हजुरले खाइदिएर हुँदैन, चाहिँ उपस्थित गराउने चाहिँ कोसिस गर्नु होला है। थ्याङ्क यू भेरी मच। त्यस्तै हाम्रो बिचमा नेक्स्ट फास्ट एड एचिभर हुनुहुन्छ, तपाईँहरूको जोरदार तालीको बिचमा म पर्दा खोल्दैछु। आवर नेक्स्ट फास्ट एड एचिभर मिसेस हितमाया श्रेष्ठज्यू। मेनी मेनी कङ्ग्रेचुलेसन मिसेस हितमाया श्रेष्ठज्यू। ओके, थ्याङ्क यू भेरी मच। हितमाया श्रेष्ठज्यू आजको हाम्रो फास्ट एड एचिभर, अन्तिम फास्ट एड एचिभर हुनुहुन्छ। सायद उहाँले चाहिँ अहित गर्नुहुन्न कि जस्तो लाग्छ। हितमायाजी उपस्थित हुनुभएको छ अहिले। हितमाया श्रेष्ठज्यू यदि उपस्थित हुनुहुन्छ भने प्लिज अनम्युट गर्न सक्नुहुनेछ। बाँकी जसले पनि जो पनि अपलाइनले उहाँहरूको फोटो फरवर्ड गर्नुभएको छ, फास्ट एड एचिभ गर्नको लागि मद्दत गर्नुभएको छ, कृपया उहाँलाई यो मौकाबाट वञ्चित हुन नदिनु। दिस इज गोल्डन अपर्च्युनिटी। लाइफमा यस्तो प्रकारको सेलिब्रेसन सामान्य जीवनमा भएको हुँदैन। त यसरी यदि सेलिब्रेसनमा उपस्थित गराउनु भयो भने पनि निकै नै बेटर हुन्छ। त त्यसको लागि म फेरि पनि पुनः आह्वान गर्न चाहन्छु। त यसको साथमा आजको हाम्रो जति पनि फास्ट एड एचिभर्सहरू हुनुहुन्थ्यो उहाँहरूलाई हामीले सम्मान गर्यौँ।